हो रहेछ एउटा चाहिँ पारेको रहेछ निक्ले क्या मकमक बनायो है स्पट गुल्यो गुले छ त अन्त हामी के गुले गुले अर्को हेरौँ न अर्को त एउटा पनि यहाँ बित्ताको होइन नि कहाँ हालेपछि अलग अलग हुन्छ नि हावा गएको छु बस यस्तो हुन्छ कसै गएको कसै नगएको यसको बिचको टाइट चाहिँ छैन नि है ओलामा सुगम छैन छैन हो यहाँनिर मिटर कति चाहिँ कसै 2 बकेट हो घाममा सुकाइदियो घाममा सुकाउनु हुँदैन जहाँ बिग्रिन्छ हो र अहिले भएर चरक मफलर लगाइदिएछ यसलाई कसले लगाइदिएको यसलाई मफलर लगाइरहेको रहेछ खै यहीँ छ लिट्टु जस्तै छ यो देखा त यसलाई ट्याप्पा हुँदैन रहेछ हुनु त हुँदैन खक्लै रहेछ जाडा मफलर लाग्छ जाडोमा अच्छा बिरालोहरूलाई माया गऱ्यो भने चाहिँ जहाँ पनि बिरालोले चाहिँ पिछा गरेकै हुन्छ यसले खाना माग्दैछ अन्त यहाँ त गाडी भइदिएछ नि गाडी भइदिएछ नि यो त ताँबा रहेछ त्यो दामी रहेछ बाँस यो दामी छ लोसारको लुङदारको लागि चाहिँ बाँस कटाइ हुँदैछ अब यहाँ हुन्छ त्यो सुन्तलाको बोट चाहिँ यहाँ र यहाँ चाहिँ झरिलो झरिलो भएछ ठिक रहेछ सिधा रहेछ यहाँको चाहिँ बाँसको घारीको त भण्डार त यहाँभित्र छ नि आम्मा यति चाहिँ बाँस छ होला लु तलबाट सबै बाँसै बाँस बाँसै बाँस त तपाईँहरूले उयो पनि लानुहुन्छ भनेको होइन यहाँबाट त्यो ढुङ्ग्रोको लागि उयो छ त चोया बाँस उयो माथि हेर्छु ल आमाले अस्ति भन्नुहुँदैछ त त्यो खुम्बाको लागि उयो छ हौ तङ्बाको लागि चाहिँ बाँस कपाल पालेर त कस्तो लड्डी देख्दै हो आफैलाई आफैलाई सिधै रहेछ
यो चाहिँ हो सिम्बलको रुख सिम्बल यहाँबाट हुन्छ नि बाँसको घारी मात्रै छ सबै बाँसको परसम्म बाँसको यहाँ त आँखीहरूको हो नि यो त सबै त्यही यता यता पनि छ नि हाम्रो पनि बाँस चाहिँ अब बाँसको चाहिँ घारी एकदम यो रहेछ कि खास त स्ट्रेट यो राम्रो रहेछ यो त छिप्पेको रहेछ त यो राम्रो रहेछ नि यो त छिप्पेकै छ नि उमा थियो पुरै सुकेको कस्तो स्ट्रेट छ त्यो बाँस चाहिँ अब के गर्नु हुने यहाँ पनि माथिको गुम्बा हो यहाँ चाहिँ यो छेतेन गुम्बा चाहिँ यहाँ छ यता त्यो चाहिँ बाँस फेरि अर्को काट्नु पऱ्यो कि अघि चाहिँ कलिलो भएर कलिलोमा चाहिँ छिटो सुकिदिन्छ कि अनि छिटपटे हो भने चाहिँ अलिक राम्रो लामो टिक्छ दिन चाहिँ आज पनि अलिक चिसो चिसै छ अब हिजो अस्तिमा के अरे सङ्क्रान्तिदेखि चाहिँ पुरा चिसो भइदिरहेको छ है अब चाहिँ एकछिनको लागि आएको हामी होइन यहाँ चाहिँ आमा र आपाले मल लाउँदैछ है मल चाहिँ फुलको लागि नेपालको ब्लक एक कन्यामको के को लागि मल चाहिँ बोट पनि मोडिसकेको छ अस्ति घर के अरे तरुल दिवसमा चाहिँ खानु पाएन घर तरुल निकालाइ हो यहाँ चाहिँ अब हो रहेछ एउटा पारेर छोडेको छ होइन हो रहेछ यहाँ चाहिँ कहिले पारेको थिएछ कुखुराले अन्डा घारीमा होइन हुनु त राम्रै पारेको छ होला क्या बिरालोलाई दिनु हजुर साह्रै उयो त होइन होला त्यो अस्ति यहाँ घारी हुँदाखेरि चाहिँ पारेको थियो होला है यो आसानीसँगले निक्लिने नै होइन यो तरुल यहाँ चाहिँ तरुल चाहिँ रातो माटोमा नखनेको है भनेपछि नि खसेको 12-13तिर हो है 13मै लगाइदियो भने 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23 12 वर्ष भएपछि तरुल नखनेको 12 वर्षमा चाहिँ कस्तो छिप्यो होला ठुलो रहेछ कि तर 5 झ्याम्पलमै ठहरै भयो यहाँ चाहिँ ढेँडो त तपाईँ त यसो हात बाँधेर हेर्ने पो ढेँडो हो त मलाई पनि ढेँडो भन्नुहोस् यो घर तरुल चाहिँ गतिलो रहेछ तर ला फेरि भेटायो ठुलो रहेछ घर तरुल कि त्यो भित्रको निस्क्यो नि तरुल तरुल चाहिँ अलमोस्ट होइन 12 वर्ष बाद चाहिँ खन्दाखेरि चाहिँ अब धेरै बाद 2011 टु अहिलेदेखि 2011मा खनेको होला र अहिले सिधै 2023मा खन्दा चाहिँ माटो चाहिँ कति जाम भयो होला तर तरुल चाहिँ ठुलो रहेछ होइन जुन चाहिँ तरुल चाहिँ अस्ति हामीले तरुल दिवसमा पनि खानु पाएन यहाँ आयो भने चाहिँ केही न केही पाउँछ क्या खानु अब कोसिस जारी छ निक्ल्यो भने अहिले तपाईँहरूलाई देखाउने छु है त्यसको लागि देखाउन नि यहाँ त्यसको लागि यसले खन्ने किन हाँस्नु अब तरुल खन्ने यहाँ एकजना यहाँ हामी अडियन्स आमा अडियन्स पक्रिदिनुहोस् न यो त्यसको लागि
टुप्पा भाँची परेर यस्तै थियो योभन्दा यस्तो दुईवटा हातवाले चाहिँ पहिला क्या उहिले त के भन्थ्यो भन्दा पुलमा ठक्ने काँटे भन्थ्यो है पुलमा चाहिँ कसले ठोक्छ त्यो त भित्र काँटे निस्केछ गतिलो त्यही छ त हौ झ्याम्पल गइँथि के राख्यो अन्त त्यो पनि हाल्यो लु साइज चाहिँ तर खतरा रहेछ तरुलको यो यहाँबाट यस्तो खिन्छ लिनु आँट्यो ओ घडाक्रा घोडक भयो त बाँच्यो है एउटा चाहिँ यत्रो निस्क्यो यो टाइम पाएको भए त पुरा हुन्थ्यो नि टाउको कति ए पोहोरको ए पुरा रोपेको रहेछ नि त है एकै साथमा ल त्यसको त गएछ नि फेटाहरू बसेछ तल यो छ तरुल त यस्तो छ अब यसलाई चाहिँ उसिनेर यहाँ देखाउनुहोस् थाक्नु यहाँ राख्नुहोस् अर्ग्यानिक घर तरुल तर भाँचेछ नि तर त्यो त पुरानो सालको रहेछ पहिला त्यो यो त अस्ति तरुल दिवसमा खानु पाएन होइन र आज चाहिँ निक्ल्यो यी आज छ भक्कु यो चाहिँ यो 5 केजी हुनसक्छ यो आज यसको भाँचेर होइन अझै छ अझै निस्किँदैछ यसको खाइरहेको छ त मतलब त्यसको टाउको चाहिँ राख्नुहोस् न यो चाहिँ म हो होइन यो चाहिँ अब फेरि गाड्नुपर्छ अर्को साल ठिक्कै हुन्छ तर आज यहाँनिर भक्कु छ होइन यता लस्करै छ यता पनि लस्करै छ आज जति सक्दो चाहिँ निकाल्यो होइन मेन खाने चाहिँ यति हजुर यतिमा होला 10 किलो छ होला मेन 10 किलो नर्मल चाहिँ 10 किलो निस्क्यो यहाँ आएपछि चाहिँ यस्तै अर्ग्यानिक फुडहरू चाहिँ एकदम खानु पाउँछ क्या ल गाइस अहिले भेटौँ सो गाइस अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ होइन ओ म त थाकेँ सबै रेडी छ यहाँ 2 डोल चाँड 1 भारी मल यहाँनिर घर तरुल र 1 भारी मला चाहिँ आउँदैछ अब चाहिँ गाडीमा हाल्नुपर्ने हुन्छ होइन त्यसपछि चाहिँ यहाँबाट अब जाने सिधै भेटौँ अहिले घरमै तपाईँहरूलाई होइन ल गाइस